सम्पूर्णमा नमस्कार। सबैलाई थाहा छ 12 महिनाहरूमध्ये सबभन्दा उत्तम महिना माघ गङ्गा स्नानको लागि अत्यन्त उपयोगी मानिन्छ र माघ 1 गतेदेखि अन्तिमसम्म पनि त्यति नै महत्त्व हुन्छ र माघ 1 गते जो जान सक्नु भएन ऋणी गण्डकी स्नानको लागि उहाँहरूले फेरि यही माघ 28 गते बिहानै नेपालगञ्जदेखि ऋणी गण्डकी स्नानका साथ पाल्पा दरबार लगायतका त्यहाँका ऐतिहासिक स्थलहरू रानी महल घुम्ने समेतको इच्छा राख्नु भएको हुँदा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु। विस्तृत जानकारीको लागि यहाँहरूसम्म यो भिडियो पुगेको छ भने सबैलाई खबर गरेर आफूहरूले पनि अवश्य जानकारी गर्नुहुन म हार्दिक अनुरोध गर्दछु। नमस्कार।